यो चाहिँ हाम्रो दोर्पाबाट देखिने दिक्तलको दृश्य रहेको छ साथीहरू। काम विशेषले आउँदाखेरि यसो रमाइलो भ्यूहरू पनि अवलोकन गर्न पाइयो। एकदम मनमोहक दृश्य रहेको छ यहाँबाट हेर्दा। यो पारि रहेको नेर्पा भने नेर्पादेखि उता भित्र गहिरामा रहेको यो सोलमा पर्दै पर्दै यता हामी दिक्तलसम्म पुग्छौँ। हरि सरको घरबाट देखिने दृश्य रहेको छ यो। सरहरू चाहिँ त्यहाँ पर निरालेर आएको देखियो र आज एकदम बबाल कन्टेन्टवाला भ्लग बन्दैछ गाइस। यो भैँसीलाई हामी रेड छिनोफानो गरेर हामी लाने नै कोसिस गर्नेछौँ। त्योभन्दा अगाडि होता है क्या देख लिएगा सेक्रेट भिडियो बनाउँछु म थाहा नपाइकन, आप लोग समझ लीजिएगा। थ्याङ्क यू। के गर्नुलाई भैँसीलाई लैन भैँसी छ, पाडो सानो छ, दोष कसैलाई दिएको छैन। भैँसी राम्रो छ। दुधका लागि नि अब अहिले मसँग दुहेको भनेको 5-6 कुरा हो। बढेर 12 कुरा आए पनि खानु, 4 कुरा आयो भने पनि मलाई केही नभन्नु। नमस्ते, शुभ प्रभात। न्यू डे न्यू ब्लग लिएर मिस्टर नवीन आइसकेको छ। यस डिडी ब्लग्स। आजको ब्लगको कन्टेन्ट चाहिँ कस्तो हुन्छ भने कालीको यो हाम्रो कालीलाई चाहिँ साटेर ल्याउने भन्ने कुराले म दोर्पा जाँदैछु। अहिले चाहिँ म यसलाई लिएर जान्न, अहिले हामी हेर्न मात्रै जाँदैछौँ है। दोर्पा गएर भैँसी कस्तो हुन्छ, अब राम्रो रहेछ भने हामी एक्सचेन्ज गर्ने तर्फरमा छौँ है। त्यही भएर आजको ब्लगको कन्टेन्ट पफेलोको होला जस्तो छ है। त्यही भएर अब यो हाम्रो पाडो यसले अलिकति दुध कम दियो, सो यसलाई हाम्रो साट्ने भन्ने एउटा अब हाम्रो बजारको ठाउँ छ नि त। बजारको ठाउँ हुँदाखेरि अलिकति हामीलाई आय आर्जन इन्कमको लागि थोरै दुध बढी भयो भने राम्रो हुन्छ भन्ने कुराले चाहिँ यसलाई हामी साट्न गइरहेछौँ। म र काका जाने, त्यस पछाडि उताबाट भयो भने उताबाट ल्याउने अनि यताबाट यसलाई पठाइदिने भन्ने हाम्रो सरसल्लाह भइरहेछ। सो त्यस्तै टपिक्समा अब म लागेको है। अब घरबाट निस्केँ, अब सकेसम्म राम्रो धेरै दुध दिने भैँसी चाहिँ लिएर आउँ भन्ने मेरो लक्ष्य छ। त्यसमा भगवान्जीले साथ दिनु पर्यो। जय नेपाल। काली कालु पाडु कालु 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 अहिले तेरोमा निकै दप्काउँछ त। जान्छस् त पुग्छस् त मेरोमा, गाह्रो लाग्यो त है। जाँदैन जस्तो लागेन, जाँदैन। मेरो केसमा भैँसी चाहिँ होला। अब हेरौँ विचार गरौँ, निकै दक्काएर यस्तो दक्काउनु मार्छ यार। अनि यहाँ रहेका भैँसी भनेको एउटा 2टा 3टा पल्लो गाई यति रहेछन् अहिले। यो चाहिँ तपाईँहरूलाई चिनाउँदा चाहिँ हरिचौला गाई। खोटाङ दिक्तेलमा चाहिँ एउटा पहिलादेखि नै भैँसी व्यापारी गर्दै आइरहेको एकजना मान्छे, अहिले कोही 7 नम्बर वडाको वडाध्यक्ष पनि हुनुहुन्छ उहाँ। यो फ्याक्ट्री त्यति सेवा गरौँ काका, सेवा गरौँ पारा हाम्रो भैँसी लिएर गइन्छ कि हो।
त बढी खुवाउने खालको अब तपाईँ जतिको मान्छेले कस्तो जोडिदिनुहुन्छ होला र अब पहिला साह्रै मजाको जोडिदिनु हजुर नमस्कार चुड्की कहाँ लड्नु भयो त भर्खर सिकार्ने चाहिँ बेखान हात मिलाएर पहिले कि तपाईँ फुकेको हात मिलाइदियो कि पहिले पानी कहाँ मारेको छ त अब पानी फिस्केको लैनो भनेर मात्रै हुँदैन लैनो अब 5-6 रुपियाँ भन्दा दुध छैन त्यो भरे ल्याएर दोनी भएपछि त्यो होइन 5 रुपियाँ त छ सर जे होस् लु अब 5-6 रुपियाँमा तलमाथि हुन्छ त्यही हो अब त्यो चाहिँ मैले 5 रुपियाँ भन्दा दिएको छ नि यो अब 6 रुपियाँ भन्छ त्यो 5 रुपियाँ दुध होला किनभने अब हजुरलाई यत्रो व्यवहार गरे यो चाहिँ 10-8 वर्ष पाल्दा हुन्छ बेसी साह्रो सन्तोकी पनि हुन्छ खाने बल गर्ने भएपछि घाँटीहरू थाहा हुन्छ यो सन्तोकैले बलियो भएको रहेछ क्या यो बेसी त पोटेलो ठिक्क यो सिजन ब्याग भएपछि बर्खा पनि राम्रो गरेको छ आएर त फेरि अङ्कल र सर गएर उता के बोल्नुभयो कि भनेर भन्छ अब कुरो के बाबु नभए काटौँला न मासु बेचौँला न अनि के ऊ त्यो लगिदिनु नि त भनेर भन्छ त्यो लगेर त्यो पाडा बेर त कहिले 8 कुरा दुध छ त्यसको पनि त्यो लगेर के गर्ने तपाईँकोमा आएर अनि तपाईँकोमा आएर त तपाईँको इज्जत थामे भुइँसित लिएर जानु पर्यो नि हौ अब बिहे माटी कोरेमा लाने फेरि अब भित्री हृदय त गाई हुँदा बाक्लो भएपछि कति के थप्न पर्ला भनेर भन्थ्यो सघि त बाटैमा अब चिज हेरेर हुन्छ होइन मैले भने चिज हेरेर हुन्छ भने अब त्यो भैँसी सर्केबाट लगेको अब त्यो थाहा खान्छ उत्तिसको पात खान्छ खाना त उत्तिसको पात त्यो बाँसका होइन तपाईँको त्यो सिटासम्म खाइदिन्छ हप्ता 10 दिन भयो नाम ल्याएर खाएको त्यस्तै भयो खै अब खानु कि सरकार नखानु हो अब हाम्रा दादा त कहिले मान्नुहुन्न पाउरालाई ठुलो उगार्ने जे पाक्छ त्यसलाई हामी चाहिँ के गर्छौँ आँखालाई भन्दा हुन्छ यहाँ हुँदैन मेरो मेसो के पातिर त भने मागेर खाने मान्छे हो कि अब सरलाई नखाउँ अनि अब यहाँबाट दिक्तेल पुग्दा भोक लाग्छ खाउँ भने अब कता खाउँ अब हाम्रा गएर कहिले त्यो हरा भन्छ यो एक्लै बस्दैन यो त हिँड्छ यसको अलिअलि पखेटा काटिदिनु पर्छ अलिकति थोरै पनि ठिक बिहाको सुरुमा गुनिलो चिज यो सबै कुरा भएको चिज त्यो चाहिँ तपाईँले फेरि हाम्रो अलिकति मन नदुखाइदिनु न होइन लु यसो छ त्यो सरको मैले उहाँ बङ्गाली आउनुभयो तपाईँ भाइ युवा मान्छे आउनुभयो होइन के उ गर्नु भनेर 2-5 हजार बसेर खाइन्छ पनि पुलिस हो उसको पुलिस हो क्या हो बन्दुक हात बन्दुक हानेको हात दिक्तेल ठुलो घर त्यो भुइँसी एकदम डेन्जर हुन्छ सर राज्यको यत्रो सिरियस सुम्पेको सरले अब त्यसो गरिसकेपछि तलमाथि 1-2 पैसा हेर्नु भएको छैन अब त्यसो भए त ल उहाँ फले खाएको हेर देखाइदियो फोटो खिचेर
भिडियो देखाउँछु नि म त युट्युबमा पो हाल्छु त यो भिडियो कल हो कल होइन यो ए होइन भिडियो गरेको भिडियो गरेको बाबुले केही भन्ला नि हेर राम्रोसँग हेरेर अनि उ गर दोष मलाई दिन पाइँदैन मिलाइदिएको छ सबै कुरो दुध 12 किलो पनि आउनु उता नछल्न होइन सरेको भने तपाईँलाई देखाएको दुध 12 किलो पनि आउनु होइन देखाउनु त यतै देखा न म लु त एउटा व्याख्या गर्नुलाई भैँसीलाई मलाई दोष नदिनु लैन भैँसी छ पाडो सानो छ अब दोष कसैलाई दिएछ नि भैँसी राम्रो छ दुधका लागि नि अब अहिले मसँग दुहेको भनेको 5-6 कुरा हो बढेर 12 कुरा आयो भने खानु 4 कुरा आयो भने पनि मलाई केही नभन्नु बरु नलानु कुरो त्यही हो क्लियर कुरा होइन अनि क्लियर कुरो त क्लियरै भएर जानुपर्छ अब किनभने होइन पाडो पनि कायदाकै छ पाडी अरे पाडाले दुध अलिक खाएको रहेछ अब भरे दिन्छ अब अलिक दोहोरेपछि ए बिचरा खुट्टा लागेको छ पाडेको चाहिँ जोड माया गर्छ दोस्रा बेच्दै भैँसी खोर्सानी मिलेर नि एउटा अलिकति त्यो छ त्यो दिनु न दुना पनि काहीँ चाहिन्छ हौ स्वादले दिनुभयो स्वादले यहाँ खेत ल अहिले भर्खरै हामीले दुधको लाने भैँसीको दुध चाहिँ ठिक्क 12:30 भयो होइन हरिसरले दुनुभएको 12:30मा चाहिँ बिहान कति 6 बजी चाहिँ दुनुभएको होला होइन कति जान्छ सर यो बाल्टीमा 4-5 कुरो 5 कुरा जान्छ भने 4 कुरुवा दियो ल छैन 4 कुरा खै 3 कुरो छ 2.5 कुरा चाहिँ होला हट 2.5 देखि 3 फिट छ 3 काटियो तर चाहिँ अहिले 6 कुरा दुध छ 2 कसै गरा एउटा अलिअलि चोर्दा अब बढेर 12 कुरा पनि होला अघि 6 बजे दुनु भएको होला अब 5 बजे 5 बजे 6 7 8 9 10 11 12 ठिकै हो लु ल जाउँ अब जाउँ अब बाटो लागौँ अब बाबुहरू हिँड्यो उतामा यिनी होला पाडो अगाडि लाउँछ हान्दैन अगाडि लानु न अगाडि खानु भने त मारो त तेरीमा फोटा अगाडि पो घिस्याउनु पर्छ त बा अहिले पाताले फेरि एउटा पाताले पोल्छ त के पार्थे बाइकमा नतर्से त आनन्द बिस्तारो मजा हुन्छ तर्सिँदैन के कुद्नु 3 दिनको पाडा नै एकछिन होइन अन्त म बाइक स्टार्ट गर्छु कतिको भैँसी तर्सिन्छ तर्सेन भने चाहिँ फेरि पाडो मजाले लगिन्छ ल भैँसी चाहिँ जोडियो गाई चाहिँ एउटा राम्रै खालको छ भनौँ न भैँसी ठिकै छ अब अलिकति कस्टली चाहिँ पऱ्यो राम्रै पऱ्यो होइन
अलिअलि सुन्नु पनि भयो होला 1,20,00,000 जस्तो पर्छ हिसाब गर्दाखेरि। सो भैँसी हिँडायो उताबाट बुवाहरूले हिँडाउनु हुँदैछ यताबाट हामीले अनि बाइक लिएको भएर बाइक चाहिँ पर छोडेर अनि फेरि पर भैँसी लिन जानुपर्ने भयो। अब दुःख यसरी कुद्ने यो बाइक राख्ने भैँसी लाने अनि एकजना बाजेलाई 1000 रुपियाँ दिएर पाडो बोक्न लगाइयो। त्यही भैँसी अब मन पराउँछन् होला घर पनि राम्रो छ अघि दुधाखेरि पनि राम्रो दुध आएको छ देखिहाल्नुभयो है। सो अब भगवान् भरोसा राम्रो दुध दियोस् होइन यसो 2-4 रुपियाँ कमाउन पाइयोस् त्यही हो नि। तर भैँसी तयार हो गतिलो राम्रो लाग्यो। खुर पड्केका यसका कुई कुई गरेर पुरै खप्टेको रहेछ क्या खुर अनि त्यो चेपिएर तर नहिँडाको भैँसी रहेछ। फर्किँदैछु यहाँनिरबाट ल यो नेर्पाको खेत त्यो ठुलो ढुङ्गा छेउमा साइको बनाएको क्या मान्छेलाई यहाँ फोनमा बोले जस्तो गरेर रेकर्डिङ ट्राई गरेको यो मान्छेले के यहाँ तेल के खोजे जस्तो लाग्दैछ कि सरक्क लाग्दियो भने थाहै पाइएन यो तेल छ कि के हो भनेर खोजेको होला कि कसको पाएको देख्नुहुने महानुभावहरूले सतर्क रहनु होला यसरी बाइक नराख्नु होला। त्यही भएर मैले चाहिँ पर उसमा लगाएर राखेको यो पर घरमा होइन कस्तो लाग्यो मेरो एक्टिङ भने जस्तै। अब यहाँ मैले दिउ लुकाएर गएर चाहिँ अब सके छैन हेर्नु पऱ्यो। अब हिँड्दै हिँड्दै यो पल्लो डाँडाबाट पनि पल्लै डाँडा पुग्नुपर्छ। उताबाट भैँसी चाहिँ साकेर थान्दै पुऱ्यायो अरे अब यताबाट हामीले लिएर जानुपर्ने। जाडै महिना भयो नि अब यो गर्मी भयो क्या भइरहेछ। यहाँ खेतमा पानी लगाएर चाहिँ नि जोतेर चाहिँ नि अब फलाउने कोसिसमा छन् क्या। यहाँनिर दिउ थियो है सडक यताबाट एउटा बाइक आयो सिङ्गल टक्क म लिफ्ट मागौँ टक्क भैँसी भएसँग पुगौँ कति मजा हुन्छ भने जस्तो हुँदैन हिँड्दै जाने हो। यहाँ भैँसी चरिरहेछ गाउँबारीमा भैँसी पस गाउँबारीमा भैँसी पस सुन्दैनन् होला भन्न चाहिँ भन्दै ल एकदमै दिउ बोकेर काकाहरूलाई खुवाउनको लागि भनेर कुदिरहेको छु। मलाई पुग्न अझै आधी घन्टा लाग्छ। आधी घन्टा उता आधी घन्टा यता 1 घन्टा हिँडेँ त्यसै उता पनि हिँडेँ आज कख यस्तै हो। अब यसो छ बा मेरो चाहिँ भनाइ के छ भने दिक्तेलबाट जमात आयो है च्याक दादा मारेर छोड्छन् है मारेर छोड्छन् ल। यसको पो खुट्टा सिद्धिएछन् यो पाडाका पो खुट्टा सिद्धिएछन्।
कोही फुका छैन नि बुढाले गएर उसिएर हतार हरमा भुइँसी कुदाएको कुदै पाडो हिँडेर अहिले हान्छ टप्काउँछ अहिले अहिले आँखेहरू भाइ के कसो छ लाउरी भुइँसी क्या खानेको रहेछ त क्या खानेको रहेछ इन्सुरेन्स रहेछ आइ आइज कति भात जा खानु छ सुम्ले लैनो भुइँसी भएर आउनु जा अगाडि हिँड चिन्नुहोस् न जा अब उता त्यो के अन्त त्यो दिएको भयो म छोड्छु त्यो त माया मारेको राम्रो पर्ने छ नि त त्यही लाने खालको रहेछ मैले यो भुइँसी नि कहाँ त्यस्तो नराम्रो त होइन नि हेर्नु न दिनास सोली यो पाडाबासी दुध खुवाएर छ है यो नाम्लेको औषधि जुकाको अझै परेछ बिस्तारै दाम्लो खोल्नु परेन दाम्लो पारो समाज दिल्ली गएका केही पनि गर्दैन भाइ यो पनि तर्सिँदैन पाडो उफ्रेर मुला ए जा है ध्यान त नहिँड्ने अरू हिँड्छ नि त हिँड यहाँबाट टक्क त गएर पुगेर यता खेद्नु त हजुर यसो म विचार गर्छु कतिको लानु सक्नुहुन्छ म त्यही गाह्रो चाहिँ गाह्रै हुन्छ त्यही पनि अब तर्सिन त तर्सिँदैन तपाईँ ढुक्क भएर गर्दा हुन्छ फाल हान्दै हान्दैन ल बाई बाई भुइँसीहरू अब के चाहिँ गर्नु म फोन गरिदिन्छु सर म फोन गरिदिन्छु अब भुइँसी सुइसी छोडेर लाग्यो है म फोन गर्छु नभए त्यता उसतिर बाँध्नु न है हामीलाई नेट ढिलो हुन्छ अब हामी पनि उहाँ पुग्नु पर्ने छ के गर्ने हजुर मारे पाप पाले पुण्य पुण्य गर्नु होला एकदम यस्तै छ अब 3 दिएर 2 लगेका छौँ त्यो पनि 50 थपेर 3 दिएर 1 भन्दा भइहाल्यो नि एकदम ठिक भएपछि हान्छ है तर अलिकति हान्दैन पारा हिँड एकछिन तेरो पालो हिँड्ने अनि फेरि बोकिन्छ हामी सरले बनाएर आइफोनबाट पनि बन्दै रहेछ है दाइ आइफोनबाट यो पाडो बोक्ने केटो चाहिँ डर क्या उहाँदेखि बोकेको यार अझैसम्म गलेको छैन म त एकदम अराजक भन्नु छोड्ने म त यार स्यास्ने भइहालेँ एकछिन अघि हेर्नु न कस्तो माया गरेको हेर्नु न कस्तो माया गर्छ ए लु विसर्जन पनि गरिदिए साइडबाट मूत्र विसर्जन ल ल चोखो लु होइन ल है तपाईँ नै हो के गर्ने हजुर नत्र राखेको थियो भने भित्र नुहाइदिने हो भने
बाली खोला पारी हामी छौँ वारी बोकेर पाडो काँदामा सोल्टी हाम्रो साथमा सोल्टी कहाँ हो सोल्टी तपाईँ ल है ल सोल्टी ल राम्रो छ है यत्तिका सोल्टी अघिदेखि फर्ममा आउनु पर्ने हेर यहाँ भतिजलाई चाहिँ यहाँ पुरै पसिनै पसिना बनाएर चाहिँ नि सोल्टीको अनुहारै चिनेर फ्ल्यासै राख्नु पर्यो तेरो ऋण खाएको रहेछ मैले ऋण नखाए गुण तिर्छु गुण तिर्छु टेन्सन नगर्नु सके जति तिरे जस्तै लागिरहेछ पर्दैन सोल्टी अब तपाईँलाई बोलाउँछु म पकाएको बेला The next day. ले घाम लाग्यो तिमीलाई फाइ फुइ गर्न होइन नि फेरि मार्छु म अहिले फेरि म फटाइ खै कहाँनिर यहाँ नगर 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 छोड निकै फाइफाइ गर्ने खालको भैँसी पर्यो आइया नगर ल फाइनली गाइज यही हो है हाम्रो हिजो लिएको मुरा भैँसी चाहिँ अझैसम्म पनि धनी चिनेको छैन ए ल्याङ ल्याङ लुङ 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 गर्दैछ देख्यो कसरी हान्छ थाहा भयो नि त्यो छेउछाउ नजानु है ल हिजो बेलुका राति नै भएर ल्याउँदा ल्याउँदै अनि चाहिँ के अरे अझै घाँसपात यताउता गरेर घाममा सारेको सार्न पनि एकदम मुस्किल पर्यो है यता फाइ र फुइ गर्छ उ गर्छ के गर्छ सो त्यही हो मुरा भुइँसी 120 के को जिन्दाबाद ल बाई बाई साथीहरू अब अर्को दिनहरूमा भ्लगहरू हेर्दै जानु होला यस्तै रमाइलो रमाइलो भ्लग र कन्टेन्टको लागि लाइक सेयर सब्सक्राइब गर्नु होला हैन माया छ बाई बाई